आवाज नसुनेको कि बोल्नु नभएको हो? नबोलेको अहिले एकछिन नबोलेको हो, एकछिन है, आउँदेऊ न। अब सबै आइसक्यो हो लगभग। हेलो, ओके, आउँदैछन् है, आउन चाहिँ होइन। मेरो एकछिन यो म पनि भर्खर बाहिरबाट आएको, कलेजमै काम थियो मेरो, त्यही भएर अलि ढिलो भयो, सरी त्यसको लागि। ल ल, ओके। पहिले क्वेसन पो रहेछ। ओके, ल खोलेँ है। ल हेर है, अब आज चाहिँ हाम्रो लास्ट च्याप्टरको ट्युटोरियल छ होइन। त्यो भनेको चाहिँ फ्लो मेजरमेन्टको ट्युटोरियल छ र आज चाहिँ हामी त्यही गर्न गइरहेछौँ होइन। सो अब हामी फर्स्ट क्वेसनबाटै सुरु गरौँ है त। सो फर्स्ट क्वेसन भनेको छ, द पाइप अफ डायमिटर 100 mm हैज नोजल अट्याच टु इट of diameter 50 mm. The rate of discharge through nozzle is 20 liter per second and pressure at the base of the nozzle is 5.886 Newton per centimeter square. Determine the coefficient of discharge for nozzle. हैन, हामीले निकाल्न पर्ने भने चाहिँ कोएफिसिएन्ट अफ डिस्चार्ज। तो यसमा केही तिमीहरुलाई आइडिया छ भने चाहिँ कसरी निकाल्न सकिला भन है प्लिज। के आइडिया छ कसैलाई? भन्न पनि सक्छौ, लेख्न पनि सक्छौ है, के आइडिया छ भने। कोएफिसिएन्ट अफ डिस्चार्ज निकाल्न पर्ने छ। कोएफिसिएन्ट अफ डिस्चार्ज निकाल्नको लागि तिमीहरुले भन्न पनि सक्छौ अथवा लेख्न पनि सक्छौ। एकछिन मैले टाइम दिए है।
एकछिन मैले टाइम दिए तिमीहरूले यो लेख्न पनि सक्छौ भन्नु पनि सक्छौ ल कसैले केही नभन्ने ओके ऑडियो नहीं आएगा ऑडियो म्यूट कर दो ओके सरी आइरहेछ अहिले आइरहेछ सो अहिले यहाँ लेखेको चाहिँ देखिरहेछ देखिरहेछ ओके पेनले लेखेको नि देखिरहेछ पेनले लेखेको नि देखिरहेछ ओके पेनले लेखेको देखिरहेछ कि देखिरहेको छैन कालो कालो होइन यस यस ओके सो यस्तो छ होइन अनि अब यसमा चाहिँ तिमीहरूले युज गर्ने फर्मुला भनेको चाहिँ तिमीहरूलाई त्यो सिडीको फर्मुलाको लागि चाहिँ तिमीहरूले फर्मुला युज गर्छौ नि सो क्यू एक्चुअल भनेको के हो त क्यू एक्चुअल भनेको त के हो त सिडी हो एक्ज्याक्टली त्यही वाला फर्मुला हो है सिडी इन्टु A1 इन्टु A2 इन्टु स्क्वायर रुट 2GH बाई स्क्वायर रुट A1 स्क्वायर माइनस A2 स्क्वायर टाइम्स सिडी हो के अनि त्यहाँबाट चाहिँ तिमीहरूले के निकाल्न सक्छौ त सिडी निकाल्न सक्छौ है हजुर हो म भन्दैछु पहन सिडी A1 A2 स्क्वायर रुट 2GH अपन स्क्वायर रुट A1 स्क्वायर माइनस A2 स्क्वायर है फर्मुला चाहिँ यो हो तर हामीसँग के A1 पनि छ A2 पनि छ हैन अनि क्यू एक्चुअल छ हामीसँग छ क्यू एक्चुअल भनेको कति दिएको छ त 0.02 मिटर क्यूब पर सेकेन्ड तर हामीसँग छैन यो एच भनेको के हो भने सिम्पली यो एच भनेको त डेल एच हो नि डेल एच कसरी आउँछ यो नोजलमा चाहिँ नोजल भनेको के हो त पहिला समथिङ यो चाहिँ पाइप हुन्छ पाइपबाट चाहिँ यो सानो भएर एउटा यस्तो योबाट पानी निस्किन्छ हैन भनेपछि डेल एच भने चाहिँ यहाँनिरको प्रेसर P1/ρg माइनस P2/ρg ठीक छ P1/ρg माइनस P2/ρg चाहिँ के हो त डेल एच हो ठीक छ P1 हामीलाई दिएको छ P2 चाहिँ के भनेको छ एटमोस्फेरिक प्रेसर छ भनेको छ भनेपछि हामीलाई के दिएको छ P1 दिएको छ P1 भनेको हामीलाई 5.886 × 10⁴ दिएको छ हैन अनि P2 भनेको कति दिएको छ त 0 एटीएम दिएको छ ठीक छ किन 0 एटीएम एटमोस्फेरिक प्रेसरमा गएको छ ठीक छ एटमोस्फेरिक प्रेसरमा गएको छ भनेपछि एटमोस्फेरिक प्रेसरमा गएको भए अब यहाँबाट एच को भ्यालु चाहिँ निकाल त ल पहिलो काम त्यो गर त ल प्लिज एच को भ्यालु कति हुन्छ निकाल त बुझ्छौ नि एच को भ्यालु कति हुन्छ निकाल त ल आफै निकाल एच को भ्यालु निकाल त हजुर यो के रे नोजलको केसमा भनेको हैन हजुर हजुर नोजल केसमा नोजलको बेस भने यो भयो के त्यो भयो हैन P2 चाहिँ त्यति भयो क्या हो हजुर हजुर P2 चाहिँ त्यो 5.886
86 into 10 to the power 4 भयो क्या हो P2 चाहिँ P2 होइन अनि P1 चाहिँ हो त्यो सर यो बेस अफ हजुर है नोजल भनेको चाहिँ के हो बेस अफ नोजल यस्तो अब त्यो टर्मिनोलोजी अब जस्तै यहाँनिर त प्रेसर त्यति हुन सक्दैन किनभने यो त अनि केमा हावामा आउँछ नि त अब त भनेपछि अभियसली यहाँ चाहिँ एटमोस्फियरिक प्रेसरै हुनुपर्छ भनेपछि यो पाइपको यो सुरुको इन भनेको चाहिँ यो चाहिँ बेस हो के भन्नाले यस्तो यस्तो नोजल भयो भने नोजलको बेस कुन हो त ल भन त यो हो कि यो हो त 1 हो कि 2 हो 1 हो कि 2 हो भन त 2 भयो हैन यो बेसमा चाहिँ यस 2 नै हो के सो बेस चाहिँ 2 नै भनेको है सो बेस भनेको चाहिँ 2 हो भनेपछि लाइक यहाँनिरको 2 को प्रेसर चाहिँ अब अगेन यो 1 2 कहाँ लेख्ने भन्ने हो यदि हामीले यो 1 सरी यो 1 यो 2 भन्यौं भने चाहिँ यो फर्मुला चाहिँ करेक्ट हुन्छ के ठीक छ यो फर्मुला भने चाहिँ के हो त H2 - H1 भयो H2 - H1 हैन H1 एटा H1 + P1 / ρg यहाँ 1 को H1 + P1 / ρg = 2 को H2 + P2 / ρg हो नि त हो अनि H2 - H1 भनेको कति आयो त H2 - H1 भनेको चाहिँ एक्चुअली P1 / ρg - P2 / ρg आयो के ठीक छ अनि अब यो P1 / ρg - P2 / ρg को कति आयो भ्यालु भन त 6 मिटर आउँछ सर ओके 6 मिटर आयो ओके 6 मिटरलाई यो h को ठाउँमा हाल्देऊ त अब A1 भनेको कति भयो फेरि A1 भनेको त पाइ d1² / 4 भनेको कति आउँछ d1 भनेको 0.1 छ अनि d2 भनेको छ d2 भनेको 0.05 ठीक छ अनि A2 भनेको कति भयो त पाइ d2² / 4 ल अनि Q एक्चुअल भनेको कति आयो त Q एक्चुअल भनेको चाहिँ 20 लिटर पर सेकेन्ड मिटर क्यूब पर सेकेन्ड ठीक छ अनि Q एक्चुअल पनि छ A1 A2 पनि छ अनि H पनि छ भनेपछि सिधै आयो नि सो यसरी चाहिँ निकाल्नु पर्छ निकाल त एकचोटी ल निकाल त एकछिन टाइम दिए है त 0.91 आयो सर हो 0.9 आउन एक्ज्याक्टली एन्सर चाहिँ त्यति नै हो कसरी निकाल्यो बट यस 0.91 इज द करेक्ट एन्सर है अरूले पनि निकाल्ने ट्राई गर है अब यहाँ 10 जना मात्र छौ है अरूले पनि निकाल्ने कोसिस गर है सो 0.1 इज द करेक्ट एन्सर है 0.91 इज द करेक्ट एन्सर मैले ठुलो लेख्ने थिएँ त 0.91 is the correct answer. Okay. Okay. 2 नम्बरमा हेर त an orifice has an area of 650 meter square भनेको छ अब पहिलो काम चाहिँ यो मिटर स्क्वायरलाई mm स्क्वायर बनाऊ हैन this meter square भनेको त अब आफै सोच कति ठुलो ओरिफिस हो हैन and the jet falls at a falls a distance of y equal to 0.5 meter in a horizontal distance of 0.5 meter 1.5 meter from vena contracta
Calculate the values of the coefficient of velocity, discharge or contraction given the volume flow rate is 0.117 meter cube per second and head from the center of the orifice is 1.2. अब तिमीहरूलाई याद छ भने इट इज एक्ज्याक्टली तिमीहरूले ल्याबमा गरेको प्रोजेक्ट है, ल्याब गरेको नि एक्ज्याक्टली त्यही नै हो है। यहाँबाट अब अगेन तिमीहरूलाई फेरि क्वेसन होइन, सबभन्दा सजिलो चाहिँ के निकाल्न होला? सबभन्दा सुरुमा के निकाले थियो ल्याबमा? भेलोसिटी। यस, कोएफिसिएन्ट अफ भेलोसिटी। फर्मुला याद छ कोएफिसिएन्ट अफ भेलोसिटीको? एक्चुअल भेलोसिटी बाइ थ्योरेटिकल भेलोसिटी। यस, एक्चुअल बाइ थ्योरेटिकल पनि हो, तर अझै थ्योरेटिकल भनेको रुट अन्डर 2 हो। हजुर, थ्योरेटिकल भनेको रुट अन्डर 2 थ्योरेटिकल भेलोसिटी। हजुर, अनि एक्चुअल भनेको होइन। अब त्यो वाला गर्न थाल्यो भने इट टेक्स लट्स अफ टाइम होइन। तिमीहरूले यो वाला फर्मुला x बाइ स्क्वायर रुट 4yh भन्ने युज गरे हो नि? गरेको छु हो, यो चाहिँ तिमीहरूले फर्मुला याद गर्नुपर्छ। यसमा x भनेको छ हेर त 1.5, 4 भनेको 4 भइहाल्यो, y भनेको 0.5 अनि h भनेको 1.2। कति आयो भन त? बुझ्यो नि है यो भनेको? यो भनेको बुझ्यो नि होइन? यो फर्मुला चाहिँ डिराइभ गरेको थियौँ नि हामीले, तिमीहरूलाई याद छ भने होइन? हो, आउने त त्यसरी नै हो, त्यो प्रोजेक्टाइल मोसनबाटै निकाल्ने हो, तर तिमीहरूले यहाँ डिराइभ गरेर राख्न त परेन नि त। यो फर्मुला सम्झिनु पर्यो। अथवा तिमीहरूले यस्तो एक्स स्क्वायर बाइ 4yh भन्ने लेखाएको थियो होइन, दुवै रुटमा हालेर। अब मैले यसरी निकाल्न चाहिँ मिल्छ है। सो कति आयो भने त कोएफिसिएन्ट अफ भेलोसिटी? 0.96। हजुर, 0.96 कति 0.96 कति? ओके, 0.968। अब यो 0.96 चाहिँ कोएफिसिएन्ट अफ भेलोसिटी हुन सक्ला कि नसक्ला? सक्दैन सर, 0.69 आउँछ। हो र? यो कतिसम्म रेन्ज गर्नुपर्छ होइन? हजुर हजुर, 0.6 देखि 0.7 सम्म कतिसम्म रेन्ज गर्नुपर्छ होइन? हजुर हजुर, गर्नुपर्ने त त्यति नै थियो होइन? कोएफिसिएन्ट अफ डिस्चार्जको रेन्ज चाहिँ कति हुन्छ? कोएफिसिएन्ट अफ भेलोसिटी त यही रेन्ज होला हैन र? कोएफिसिएन्ट अफ भेलोसिटीको त यही रेन्ज हो, यो ठीक छ हैन? तर कोएफिसिएन्ट अफ डिस्चार्जको चाहिँ तिमीहरूले भनेको रेन्ज हो। अब जुन सिडी को भ्यालु चाहिँ कसरी निकाल्ने होला ल भन त? सिडी को भ्यालु चाहिँ कसरी निकाल्ने होला? तर सीसी छैन नि त हामीसँग। सीसी को लागि त हामीलाई के चाहियो? एरिया अफ ओरिफिस चाहियो अनि एरिया अफ भेना कन्ट्राक्टा चाहियो। यस, वी डू हैव द एरिया अफ, यो के छ? एरिया अफ के दिएको यो? एरिया अफ ओरिफिस, बट वी डू नट हैव द एरिया अफ भेना कन्ट्राक्टा। ल, सीडी कसरी निकाल्ने होला? गेस गर, ट्राई। यसको आफ्नो फर्मुला के हो भन त? एक्चुअल डिस्चार्ज बाइ थ्योरेटिकल डिस्चार्ज। ओके, एक्चुअल डिस्चार्ज बाइ थ्योरेटिकल डिस्चार्ज। एक्ज्याक्टली यही गर्ने है। तर एउटा अर्को पनि मिस्टेक छ हैन? यो मिटर क्यूब पर मिनेट हो है। अब यो तिमीहरूले ट्राई गर्न खोज्यो भने यो सल्भै हुँदैन। यो एमएम स्क्वायर हुनै पर्छ। यो अब यो मिटर क्यूब पर मिनेट हुन्छ है। ल, अब क्यू एक्चुअल भनेको कति भयो हेर त? 0.117 डिवाइड बाइ 60 मिटर क्यूब पर सेकेन्ड हो नि हैन? डिवाइड बाइ क्यू थ्योरेटिकल भनेको चाहिँ के हो त? क्यू थ्योरेटिकल भनेको के हो भन त? क्यू थ्योरेटिकल भनेको के हो भन भन गाइज। ल, अघि 14 जना आएको थियो, 12 जना आएको थियो, फेरि 2 जना हटिसकेको छ।
थ्योरिटिकल भने के हो भने त Q थ्योरिटिकल एरिया इन्टु भेलोसिटी भयो अहिले नि हो एरिया इन्टु भेलोसिटी एरिया त के को एरिया हो हाम्रो एरिया के को एरिया हो भेना कन्ट्र्याक्टर ओरिफिसको एरिया हो है भेना कन्ट्र्याक्टाको होइन ओरिफिसको एरिया हो ए ओरिफिस ठिक छ? एरिया सो अनि मल्टिप्लायर अनि भेलोसिटी कति थ्योरिटिकल भेलोसिटी चाहिँ यो त तिमीहरूले ल्याबमै गरेको कुरा हो यार सम्झौ न √2gh यस √2gh एक्ज्याक्टली अब सबै छ नि त होइन हामीसँग क्यू एक्चुअल पनि छ विच इज 0.117 डिभाइड बाई 60 एरिया अफ ओरिफिस पनि छ विच इज 650 mm², अनि एचको भ्यालु छ विच इज 1.2 ल निकाल त सिडीको भ्यालु बुझिरहेछौ नि होइन यो क्यू थ्योरिटिकल भने चाहिँ एरिया इन्टु √2gh हुन्छ कि निकाल कति आयो सिधी Q by A √2gh 0.61 हो यस 0.618 आउँछ हैन हो हजुर सर ओके दिस लाइज इन द रेन्ज अफ 0.618 0.65 को रेन्ज हैन अनि 0.618 भनेको के हो कसैलाई थाहा छ 0.618 त्यति चाहिँ डिस्चार्ज भयो एक्चुअल भन्दा हैन यो त कोएफिसिएन्ट अफ डिस्चार्ज भयो तर 0.618 भ्यालु कतै देखाथ्यो तिमीहरूले 0.618 ल्याबमा सर मेबी कतै ओके यो चाहिँ अगेन गोल्डन रेसियो भन्ने थाहा छ त 1.6 हैन र सर ओके यस गोल्डन रेसियोको ठ्याक्क रेसिप्रोकल हो है यो चाहिँ a by b भयो भने चाहिँ 1.618 हुन्छ अनि b by a भयो भने चाहिँ 0.618 हुन्छ के सो इन्ट्रेस्टिङ तर इट डजन्ट मेक एनी सेन्स हियर हैन अर्को सीसी भने चाहिँ के आयो त अब सीसी भने चाहिँ के आयो सीसी भयो सिडी बाई सिबी यस एक्ज्याक्टली अब चाहिँ तिमीले त्यो चाहिँ लगाउनु पर्यो अघि भने कुरा अब चाहिँ लगाउनु पर्यो तिमीहरूसँग अब भेना कन्ट्र्याक्टाको त छैन हैन भेना कन्ट्र्याक्टाको नभएपछि के गर्नु पर्यो त भेना कन्ट्र्याक्टाको तिमीहरूसँग इन्फर्मेसन छैन भेना कन्ट्र्याक्टाको एरिया त छैन त्यो कारणले गर्दा सीसी भनेको चाहिँ सिडी बाई सिबी गरेर सिडी भनेको 0.618 सिबी भनेको 0.968 गरेपछि जुन डिभाइड बाई अब 0.618 भन्दा अलि बढी आयो होला हैन 0.639 आउँछ यो चाहिँ के हो त कोएफिसिएन्ट अफ कन्ट्र्याक्सन भयो ठीक छ ओके है यसलाई पनि मैले मेटिदिएँ है त बुझिरह है अगेन यो के चाहिँ चेन्ज भएको छ त्यो बुझिरह है यो दिस इज चेन्ज्ड हैन यो पनि चेन्ज भएको छ ओके अब 3 नम्बरमा हामी छौँ है 3 नम्बरमा चाहिँ के भनेको छ भने नोजल छ 100 mm डायमिटर एट इनलेट and 20 mm at outlet. The coefficient of velocity is 0.97 and there is no contraction of jet. No contraction of jet भन्यो भने कति होला यसको coefficient of contraction? 1 हुन्छ सर 1 हुन्छ एक्ज्याक्टली यति भयो भने इट्स अलमोस्ट डन है यति नै हो यसको कन्सेप्ट हैन त्यो भन्नुको अर्थ सीबी र सीडी के भयो इक्वल हुन्छ है सीडी इज इक्वल्स टु सीबी किनभने सीसी त 1 छ ठीक छ सीबी त 1 सीसी त 1 छ त्यो कारणले गर्दा है ल अब यहाँ भनेको सबभन्दा पहिला हामीले निकाल्नु पर्ने भनेको चाहिँ सो यहाँ के सोधेको छ फोर्स सोधेको छ प्रेसर डिफरेन्स सोधेको छ ओके ल A1 भनेको कति हुन्छ पहिला निकाल्नु पर्यो ल A1 भनेको छ पाई d1 स्क्वायर बाइ 4 कति हुन्छ हेर
0.00785 हुन्छ हैन a2 भनेको पाई d2 स्क्वायर बाइ 4 कति आउँछ 3.141 into 10 को पावर -5 आउँदो रहेछ है हेर चेक गर है a1 र a2 आयो नि हैन सो a1 र a2 आएपछि q आउँछ नि व्हाट इज q q भनेको द cd टाइम्स a1 a2 अपन स्क्वायर रुट a1 स्क्वायर माइनस a2 स्क्वायर इन्टु स्क्वायर रुट 2g h हो अब h चाहिँ कसरी निकाल्ने त h इज p1 माइनस p2 बाइ rho g है ल अब निकाल्दा त p1 कति छ 300 kPa छ हैन p2 कति छ 0 छ p1 300 kPa छ p2 चाहिँ के छ त 0 छ यहाँबाट h को भ्यालु निकाल्दा त कति आउँछ पहिला h को भ्यालु निकाल है कति आउँछ h को भ्यालु h को भ्यालु कति आउँछ 30.58 मिटर आयो सर ओके 30.58 आयो हैन 30.58 आएपछि त अब एरिया पनि राख अनि 30.58 नै राख अनि सीडी को भ्यालु कति छ 0.97 छ हैन सो 0.97 पनि राखेपछि q को भ्यालु आयो कति आयो q को भ्यालु हामीलाई चाहिँ के सोधेको छ पहिला भेलोसिटी एट एक्जिट सोधेको छ अनि त्यसपछि q सोधेको छ अब पहिला हामीले q निकाल्यौं ल q भन त कति आयो q कति आयो 74 लिटर पर सेकेन्ड ओके 74 लिटर पर सेकेन्ड 7 point होला 74 नै आयो अब त्यो 7.48 into 10 to the power -4 थियो सर अनि -4 आयो कि -3 आयो -4 आयो सर ओके मेरो त -3 आएको जस्तो लाग्यो अनि त्यही भएर है मेरो चाहिँ त्यहाँकोसँग मिलेको थियो कि 7.46 into 10 को पावर -3 आएको थियो एकचोटि अझै चेक गर है त ओके मैले अहिले चाहिँ 7.5 लिटर पर सेकेन्ड नै राख्थे है त्यहाँ जति आएको छ त्यति नै आएको छ है मेरो अब हामीले मेन थाहा पाउनु पर्ने भनेको चाहिँ यहाँ चाहिँ सरले अथवा यो ट्युटोरियलमा चाहिँ यो प्रेसर डिफरेन्स भनेको चाहिँ के भने प्रेसर लस चाहिँ निकाल्न खोज्नु भयो कि खास हैन सो प्रेसर लस चाहिँ कसरी आउँछ भने सो p1 माइनस p2 भनेको चाहिँ हाफ रो v2 स्क्वायर माइनस v1 स्क्वायर हुनुपर्ने हो नि तर त्योसँग इक्वल हुनु के त्यहाँ लस पनि आउँछ ठीक छ हेड लस आउँछ नि हेड लस इन्टु रो जी गर्यो भने चाहिँ के आउँछ त प्रेसर लस आउँछ के है सो तिमीहरुले अब यो p1 माइनस p2 कति छ भन त p1 माइनस p2 कति छ 300 इन्टु 10 को पावर 3 अनि हाफ रो अब v2 र v1 त हामीलाई थाहा छैन नि तर हामीले थाहा पाउन सकिन्छ नि v2 भनेको के हो त q by a2 v1 भनेको के हो त q by a1 ल निकाल त 7.5 नै राख है अहिले नि एउटा हामीले सोधेको त v2 सोधेको पनि छ हैन v2 कति आयो हेर त यो प्रेसर लस देख्दा चाहिँ तिमीहरु नआत्यो है दिस इज जस्ट लाइक अब भरम न हेड लस चाहिँ तिमीहरुले बर्निङलीमा राख्थ्यौ नि त्यसलाई रोजीले मल्टिप्लाई गर्यो भने प्रेसर लस आउँछ रे ल कति आयो भेलोसिटी सौरभ प्रज्वल v1 त 0.95 मिटर पर सेकेन्ड आयो v1 ओके अनि v2 कति आउला 25 टाइम्स बढी आउला हैन के लाग्छ 25 5 टाइम्स 5 into 5 टाइम्स होला नि किनभने डायमिटर 5 टाइम्स छ
ए अँ सर सो एरिया त 25 टाइम्स कम हुने भयो नि त अनि 25 टाइम्स हुने भयो कति आयो एन्सर भन त 23.75 मिटर पर सेकेन्ड ओके 23.7 एक्ज्याक्टली है 75 मिटर पर सेकेन्ड ओके यति नै आउँछ अनि त्यसपछि यहाँबाट प्रेसर लस पनि निकाल्यो 23.75 को होल स्क्वायर माइनस 0.95 को होल स्क्वायर जस्तो फर्ममा आउँछ यो एक्ज्याक्टली यो P2 माइनस P1 चाहिँ आउने भयो त्यसो भए P2 माइनस P1 अब जुन बडी छ त्यसलाई अगाडि राख्यो है यो कति आयो भन त 300 into 10 को पावर 3 18,420 आयो सर 18,000 18,420 में आयो मेरो त एक्ज्याक्टली त्यति नै आयो जस्तो लाग्थ्यो 17.3 kPa नै आयो जस्तो लाग्थ्यो आएन ओके आएन सर मेरो त आएको थियो त हाफ 1000 नै राख्यो होइन हाफ रो 23.75 को स्क्वायर माइनस 0.95 को होल स्क्वायर एरिया कि फ्लो रेटले पनि मल्टिप्लाई गर्नुपर्छ कि फ्लो रेटले केमा त्यो हाइटको पनि त उयो हुन्छ होला नि त हैन र त्यो Z2 + Z1 गर्दाखेरि यहाँनेरि कुन वाला हाइटको जस्तो त्यो अघि हामीले हाइट निकालेको ओए होइन यो हाइट भने त इक्विभ्यालेन्ट हाइट मात्र हो दिस इज नट द रियल हाइट के उयो P1 माइनस P2 गर्दाको डिफरेन्सको हाइटको इक्विभ्यालेन्ट हाइट मात्र हो कि यो गर्नु परेन तिमीले यति मात्र गर्नु पर्यो अब लस P निकाल त अब यहाँबाट $271.84 किलोपास्कल वाउ अब योबाट घटाउ न योबाट घटाउनु पर्यो नि होइन लस निकाल्न अब निक्लियो ल कति आयो लस प्रेसर लस कति आयो 1120 so 18.123 18.12 kPa ओके ल त्यहाँ चाहिँ 17.3 आएको छ मेरो पनि 17.3 आएको त यो कतै केही मिस्टेक भएको हुन सक्छ है सो गर्ने चाहिँ यसरी नै हो है अनि अब हाम्रो निकाल्ने अर्को चाहिँ के हो त फोर्स कसरी निकाल्ने त फोर्स भनेको चाहिँ मास फ्लो रेट U1 minus U2 plus P1A1 minus P2A2 हैन यस्तो खाले केसमा त्यही हो नि यो हो नि त नोजल ठीक छ यदि गरेर फोर्स निकाल्यो भने चाहिँ प्रोबेबली 2.18 किलो न्यूटन आउनु पर्ने हो त्यहाँ जति दिएछ मेरो चाहिँ एक्ज्याक्टली त्यहाँ जे दिएछ त्यही आछ तिमीहरुको एकचोटी किन चेन्ज भएको भनेर हेर है सर हजुर ओके सो अब 4 नम्बरमा जाउँ है त 4 नम्बरमा जाउँ 4 नम्बरमा चाहिँ के भनेको छ भने 4 नम्बरमा चाहिँ के भनेको छ भने है 4 नम्बरमा के भनेको छ water flows at the mass flow rate of 0.8 kg के आइराछ शेयर भइराछ ओके mass flow rate of 0.8 kg अनि अरु के दिएको छ भने त through a diameter 30 mm fitted to the 15 mm diameter sharp edge orifice ओके यस्तो रहेछ
यस्तो रहेछ है, यस्तो ओरिफिस कस्तो हुन्छ त यहाँनिर एउटा ब्लक गरे टाइपको हुन्छ हैन। सो यस्तो गरेर यस्तो गएको जस्तो हुन्छ हैन, यस्तो गरेर यस्तो खाले टाइपको गएको हुन्छ है। ठिक छ। अनि 100 mm छ यो चाहिँ कति छ त 20 mm। ठिक छ। अनि कोफिसिएन्ट अफ भेलोसिटी सीबी भने चाहिँ कति छ त 0 सरी यो चाहिँ 30 मिटर छ। 30 मिलिमिटर र 15 मिलिमिटर। यो 30 मिलिमिटर छ अनि यो चाहिँ 15 मिलिमिटर छ हैन। ओके। 3 प्रेसर हेड रिडिङ्स आर पीए भनेपछि यो चाहिँ ए हो हैन, यो चाहिँ बी हो अनि यो चाहिँ सी हो है। सो पीए कति छ 60 mm छ। पीबी इक्वल टु 15 mm डाउन स्ट्रीम। पीसी इज इक्वल्स टु 150 mm डाउन स्ट्रीम। प्रेसर हेडको रिडिङ हैन। अजुमिङ अ कन्ट्र्याक्सन कोफिसिएन्ट चाहिँ 0.68 दिएको छ। क्याल्कुलेट पीए माइनस पीबी, पीबी माइनस पीसी एन्ड सीडी एन्ड नेट फोर्स। यति सोधेको हो नि हैन। हजुर यही सोधेको हो नि। ओके। डी नट भनेको 15 mm छ हैन। डी नट भनेको 15 mm भएपछि सीसी भनेको के हो भने त सीसी भनेको एरिया अफ ओरिफिस बाइ एरिया एरिया अफ बी बाइ एरिया अफ एरिया अफ ओरिफिस हो त। एरिया अफ भेना कन्ट्याक्ट भनेको त ओरिफिस भन्दा अलिकति यता डाउन स्ट्रिमतिर हुन्छ हैन। त्यही त यहाँ अलि यतातिर हुन्छ भनेपछि यो ठ्याक्कै योमा मिनिमम हुन्न के, अलि अगाडि गरेर मिनिमम हुन्छ के, अनि यसरी फैलिन्छ। एकछिन है सरी। ठिक छ। अलि अगाडि गएर चाहिँ फैलिन्छ, अलि अगाडि गएर चाहिँ फैलिन्छ भनेपछि यो चाहिँ 50 नै हो हैन। अलि अगाडि भेना कन्ट्र्याक्टा हुन्छ भनेपछि एरिया अफ भेना कन्ट्र्याक्टा बाइ एरिया अफ ओरिफिस भयो कि। ठिक छ। भनेपछि यो भनेको त के हुन्छ त डायमिटर एट भेना कन्ट्र्याक्टर अपन डायमिटर अफ ओरिफिस को होल स्क्वायर हुन्छ नि। ठिक छ। भनेपछि डायमिटर अफ भेना कन्ट्र्याक्टा भनेको त के आयो त ओके एनीवे योलाई चाहिँ डायमिटर अफ भेना कन्ट्र्याक्टा डिवाइड बाइ डायमिटर अफ ओरिफिस भनेको 15 भयो एमएम मा। सो स्क्वायर भयो हैन। अनि यो भनेको त केसँग इक्वल छ त कोफिसिएन्ट अफ कन्ट्र्याक्सन सँग 0.68 सम्म। यहाँबाट चाहिँ के आउँछ त यहाँबाट चाहिँ डायमिटर अफ भेना कन्ट्र्याक्ट आयो 12.37 mm। ठिक छ। यो ओरिफिसको भन्दा थोरै सानो भयो कि अलि तल। ठिक छ। अब मास फ्लो रेट भनेको त फर्मुला के छ? मास फ्लो रेट भनेको फर्मुला के छ भन त मास फ्लो रेट भनेको रो ए नट सीडी स्क्वायर रुट 2 डेल्टा पी अपन रो 1 माइनस सीसी स्क्वायर अनि बीटाको पावर 4। अब यहाँ चाहिँ बीटा भनेको चाहिँ के हो भने डायमिटरको रेशियो। डायमिटरको रेशियो हाम्रो कति थियो? अगाडि र पछाडिको डायमिटरको रेशियो 0.5 थियो होला हैन। 0.5 थियो होला हैन। अनि सीसी भने कति आयो त 0.68 थियो हैन। यो दुईटा यो युज गर्यो भने चाहिँ हाम्रो के आउँछ त मास फ्लो रेट पनि छ, रो पनि छ, ए नट पनि छ हैन, रो पनि छ, ए नट पनि छ। अनि सीडी को भ्यालु छ हामीसँग। सर 0.5 कसरी आयो? 0.5 भनेको चाहिँ एरिया अफ बीटा भनेको चाहिँ एरिया अफ
ओरिफिस अपन एरिया अफ इनलेट त्यहाँबाट आएको बुझेँ सर है। यो चाहिँ अगाडिको दुईटाबाट चाहिँ हामीले त्यो लगाएर बर्न्युली लगाएर आउँछ होइन। यो अब ओके। अनि तिमीहरूलाई कोफिसिएन्ट अफ भेलोसिटी दिएको छैन नि होइन? होइन सर कोफिसिएन्ट अफ भेलोसिटी दिएको छैन नि, त्यही भएर कोफिसिएन्ट अफ भेलोसिटीलाई 1 मान्न पाइन्छ क्या नडेपछि। त्यसको रेन्ज भने 0.95 देखि 0.99 हो नि। यसलाई 1 मान्यो भने कोफिसिएन्ट अफ डिस्चार्ज पनि कति आयो? 0.68 आयो है। कोफिसिएन्ट अफ कन्ट्र्याक्सन र कोफिसिएन्ट अफ डिस्चार्ज एउटै आयो भने यो पनि आयो भने सिसी पनि छ, बिटा पनि छ, रो पनि छ। यहाँबाट चाहिँ डेल पी आउँछ कि। यो डेल पी को भ्यालु भनेको चाहिँ 21,528 आउँछ 0.56 पास्कल। ठिक छ, त्यहाँ जति छ त्यति नै आउँछ है। यो खै किन रातो लाग्यो त्यो चाहिँ थाहा भएन, जस आउँछ है। अगाडिको ए र बीमा चाहिँ लगाएको है। यो चाहिँ यो पोइन्ट ए र यो एक्ज्याक्टली ओरिफिसको पोइन्ट बी हो भने चाहिँ ए र बीमा चाहिँ के लगाएको? बर्न्युली लगाएको, नट भेना कन्ट्र्याक्टासम्म। यो अगाडिपट्टिको यो कुरा चाहिँ कोफिसिएन्ट अफ कन्ट्र्याक्सन चाहिँ भेना कन्ट्र्याक्टामा गएर जोडिन्छ। एरिया भेना कन्ट्र्याक्टा बाइ एरिया अफ द ओरिफिस योसँग जोडिन्छ। तर अब चाहिँ बर्न्युली लाउँदा चाहिँ यहाँ र ओरिफिसमा ए र बीमा लगाएको। सो पिए र पिबी चाहिँ डिफरेन्स आएको है। ए हो है पिए माइनस पिबी चाहिँ। अब अर्को छ हामीलाई अब पिबी प्लस हाफ रो युबी को होल स्क्वायर इज इक्वल्स टु केसँग इक्वल हुन्छ? पिए प्लस सरी पिसी प्लस हाफ रो युसी को होल स्क्वायर प्लस लससँग इक्वल हुन्छ होइन। सो बी र सी भनेको चाहिँ यहाँ हेर है। अब हामीले पिए माइनस पिबी थाहा पायौँ न, बी र सी को चाहिँ डिफरेन्स थाहा पाउनु पर्यो त्यसको लागि है। अब पिबी को भ्यालु हामीसँग छ, पिबी को भ्यालु छ हामीसँग छैन, पिसी को पनि छैन भनेपछि पिबी माइनस पिसी निकालौँ है त। भनेको हाफ रो युबी को होल स्क्वायर सरी युसी को होल स्क्वायर माइनस युबी को होल स्क्वायर मेक सेन्स प्लस लस। यो त बुझ्छ नि है? बुझ्छ सर। ल अब हेर त लस भने चाहिँ कस्तो लस होला? हेड लस भयो, फ्रिक्सन लस होइन, फ्रिक्सन लस होइन। फ्रिक्सन लसको लागि त तिमीलाई लेन्थ चाहिन्छ। कन्ट्र्याक्सन ल कस्तो रे? कन्ट्र्याक्सन हो र बी र सी र बीमा एक्सपेन्सन भयो सर। यस एक्सपेन्सन लसको फर्मुला थाहा छ? बीबी को स्क्वायर माइनस बीसी को स्क्वायर बाइ 2g। यस भनेपछि हाफ रो युसी को होल स्क्वायर माइनस युबी को होल स्क्वायर प्लस यो भने चाहिँ कति हुन्छ त? यसको इक्विभ्यालेन्ट भने चाहिँ हाफ रो युबी माइनस युसी को होल स्क्वायर के। ठिक छ, यही हो है लस। यो पिबी माइनस पिसी निकाल्दा त कति हुन्छ? यसमा त युबी र युसी आए भयो। युबी कसरी निकाल्ने? युबी कसरी निकाल्ने? ल भन त, लजिक छ। युबी कसरी निकाल्ने? युसी कसरी निकाल्ने? युबी कसरी निकाल्ने? एनीवन? फ्लोरेट दिएको छ नि सर, फ्लोरेट। हजुर ओके, मास फ्लोरेट दिएको छ। मास फ्लोरेट दिएपछि त रो इन्टु एरिया गर्नु पर्यो, एरिया बी। अनि युसी निकाल्न फेरि मास फ्लोरेट रो इन्टु एरिया अफ सी गर्नु पर्यो है। त्यहाँबाट युबी र युसी आउँछ, युबी र युसी भयो पिबी माइनस पिसी पनि आउँछ है। अनि पिबी माइनस पिसी पनि आयो। यो चाहिँ तिमीहरूको पिबी माइनस पिसी चाहिँ ठ्याक्क नै त्यहाँ भएकै आउँछ है, माइनस 6.4 केपिए नै आउँछ है। यो करेक्ट नै आउँछ। मेरो चाहिँ करेक्टै आएको छ होइन, तिमीहरूको पनि करेक्ट आउला। ल अनि अर्को चाहिँ फोर्स चाहिँ कति होला? फोर्स चाहिँ डेल पी इन्टु एरिया गरेर निकाल्ने। अनि डेल पी भनेको चाहिँ हाफ त्यही रो युबी माइनस युसी को होल स्क्वायर
हैन त्यो लस वाला इन्टु एरिया एरिया भने कति भयो त पाई 3.1 को इन्टु डी स्क्वायर बाई 4 यो गर्यो भने नि एक्ज्याक्टली कति आउँछ त 10.8 न्युटन आउँछ जुन त्यहाँ दिएको छ त्यो रातो वालाको चाहिँ मेरो फरक आएको भन्ने चाहिँ कुनै पनि छैन है 3 र 4 मा कुनै पनि छैन एक्ज्याक्टली त्यही आएको छ तिमीहरूले अलि फरक निकालेछौ किन हो त्यो एकचोटि हेर है ल अब 5 नम्बरमा जाउँ मैले यो गरेरै हेरेको छु के सो त्यही भएर मिस्टेक हुने चान्स अलिक कम हुन्छ सो 5 त्यो एरिया किन लियो सर हजुर त्यो फोर्समा 30 चाहिँ त्यो त्यहाँबाट एरिया चाहिँ त्यो ठुलो वालाको एरिया लिएको हो के हामीले यो एरिया हो नि त हैन यहाँदेखि यहाँसम्मको एरिया हो कि हामीले फोर्स चाहिँ यहाँदेखि यहाँसम्म चाहिँ प्रेसर जति लस भयो इन्टु यसको एरिया लिएको हो अनि त्यसलाई डिफाइन त्यो चाहिँ रेजिस्टिभ फोर्सको रूपमा लिएको है ल 5 मा जाउँ है 5 मा चाहिँ के भनेको छ भने 20 सेन्टिमिटर बाई 10 सेन्टिमिटर भेन्चुरिमिटर भनेको चाहिँ के हो भने द्याट इज भेन्चुरिमिटर जसको चाहिँ अगाडिपट्टिको छ नि यो चाहिँ 20 सेन्टिमिटर अनि जुन यसलाई के भन्छ थ्रोट ल थ्रोट चाहिँ 10 सेन्टिमिटर भनेको हो कि 20 बाई 10 भेन्चुरिमिटर भन्दा बित्तिकै 20 सेन्टिमिटर चाहिँ ओपनिङ र चाहिँ जहाँ बाहिर जान्छ त्यो चाहिँ 20 सेन्टिमिटर अनि बिचको थ्रोट चाहिँ 10 सेन्टिमिटर भनेको है So vertical pipe carrying a oil of specific gravity 0.8. The flow of oil is in upward direction. The difference of levels between the throat and inlet section is 50 centimeter. The oil mercury differential manometers gives oil mercury differential manometer ले चाहिँ कति गिभ गर्दो रहेछ 30 सेन्टिमिटर अफ मर्क्युरी फाइन्ड द डिस्चार्ज अफ ओइल ल अब यो मर्क्युरीको चाहिँ हाइटलाई त हामीले केमा चेन्ज गर्नु पर्ला मर्क्युरीको हाइट हो नि त यो त मर्क्युरीको चाहिँ प्रेसर डिफरेन्स हो नि त हुन चाहिँ यो कस्तो हाल्यो भने पाइप यस्तो हाल्यो हो हैन भेन्चुरिमिटर हैन अनि यहाँनिर लिएको अनि एउटा ट्युब यहाँनिर लिएको एउटा ट्युब यतातिर लिएको अनि यहाँनिर चाहिँ मर्क्युरी हालेको मर्क्युरीको हाइटको डिफरेन्स चाहिँ कति भएको त 30 सेन्टिमिटर अब यसलाई ओइल इक्विभ्यालेन्टमा लग्न के गर्नु पर्ला एनीवन LS into 2m by rho oil minus yes that is the formula है यो तिमीहरूले घोक्नै पर्छ है सो एस अफ एचजी स्पेसिफिक वेट अफ ओइल माइनस 1 डिराइभ गर्न नि मिल्छ है अनि 30 भयो हैन 30 सेन्टिमिटरमा 13.6 अपन 0.8 माइनस 1 यो गर्यो भने चाहिँ कति आउँछ निकाल त 480 सर 480 ओके 480 सीएम भनेको 4.8 मिटर है 4.8 मिटर आयो अब एरिया 1 भने चाहिँ कति छ भने त अनि 20 को स्क्वायर भन त कति आउँछ एरिया 1 पाई d1 स्क्वायर बाइ 4 A2 चाहिँ पाई d2 स्क्वायर बाइ 4 0.0314 3141 है ल A2 कति आउँछ डिवाइड बाइ कति आउने भयो डिवाइड बाइ 4 आउने भयो के हैन सो डिवाइड बाइ 4 7 चौको 28 भनेपछि 0.00 7 चौको 28 8 चौको 32 5 चौको 40 ल मिटर स्क्वायर आयो यो पनि मिटर स्क्वायर आयो अब क्यू अब यो A1 र A2 आएपछि क्यू आउँछ नि त हैन
क्यू कति हुन्छ भन त क्यू को फर्मुला भन त CD अनि A1 A2 रुट अन्डर 2GH डिभाइडेड बाइ A1 CD into A1 A2 square root 2GH अपन रुट अन्डर A1 स्क्वायर माइनस A2 स्क्वायर यो एच भने चाहिँ के हो आज भनेको जो हामीले अघि निकालेको छौँ अघि निकालेको एच एक्ज्याक्टली यो एच हो है A1 A2 त भयो अनि CD कति राख्नु CD 1 राख्ने 1 राख्ने दिएको छैन भने 1 राख्ने है थ्योरिटिकल निकाल्दिने ठीक छ सिधी राखेन भने चाहिँ यो त थ्योरिटिकल हो नि त हैन सिधी राख्यो भने चाहिँ के आउँछ एक्चुअल आउँछ है त्यो अब जस्तै सेकेन्ड क्वेशनमा चाहिँ एक्ज्याक्टली त्यही छ जस्ट त्यहाँ चाहिँ सिधी को भ्यालु दिएको छ एक्ज्याक्टली सेम हो सिधी को भ्यालु दिएछ त्यति मात्र डिफरेन्स हो ठीक छ सिक्समा चाहिँ है त्यही भएर 6 आफै गर है 7 अब 7 मा चाहिँ के भनेको छ अ सबमरिन छ रे सबमरिन तल पानीमा डुबे हुन्छ हैन मुभ्स होरिजोन्टली इन सी हैज इट्स एक्सिस 20 मिटर बिलो सर्फेस अफ वाटर A pitot static tube in front of submarine and along its axis is connected to limb of the U-tube manometer containing mercury. The difference in mercury level is found to be H mercury 20 centimeters find the speed of marine submarine specific gravity of seawater is 1.026 है अब यसलाई फेरि सी वाटरकै हाइटमा इक्विभ्यालेन्ट हाइटमा लगाउन पर्यो अगेन 20 सेन्टिमिटरमा है अनि 13.6 अपन 1.026 है यो चाहिँ सी वाटरको स्पेसिफिक ग्राभिटी -1 ल गर त कति आयो 245.10 कति सरी अगेन 245.10 सेन्टिमिटर 245 point ओके 245.10 मिटर भयो नि त 2.45 मिटर भयो हैन 2.45 मिटर भएपछि भेलोसिटी कति आयो त ल भन त भेलोसिटी कसरी निकाल्ने हो पिटर ट्युबमा root under 2gh यस रुट अन्डर 2gh निकालो कति आइन्छ 6.92 सर ओके 6.92 मिटर पर सेकेन्ड आयो अब एन्सर चाहिँ ट्युटोरियलमा किलोमिटर पर आवरलाई मा दिएको छ कन्भर्ट गर त कति आउँछ हेलो यस सिधै चार्ज गर्दैछु मैले हेलो बोल है सुन्दैछ सर कति आयो भन त 24.94 सर ओके 25 किलोमिटर पर आवर दिएको छ हैन खै त आधी मान्छे हराइसक्यो है एनीवे जस्तै यसको चाहिँ कति आयो त 24.98 भनेपछि 25 किलोमिटर पर आवरै आउँछ है जति यहाँ छ त्यति नै आउँछ है 7 को अब 7 को आएपछि 8 को चाहिँ ठ्याक्कै त्यति नै हो है सो स्ट्याग्नेसन प्रेसर भनेको चाहिँ के हो स्ट्याग्नेसन हजुर टोटल प्रेसर भयो टोटल प्रेसर भनेपछि स्ट्याटिक प्रेसर प्लस हाफ रो v स्क्वायर है ठीक छ अनि यसमा चाहिँ एक्ज्याक्टली यो माथिको जस्तै हो त्यही भएर यो 8 पनि तिम्रो आफै गर है यसमा नि फ्लो रेट निकाल्नु पर्छ सो आफै गर है 9 मा जाउँ है 9 मा चाहिँ v को भ्यालु कति छ हेर त
9 मा हेर त the pitot tube is mounted on the airplane to indicate the relative speed of the plane. What is differential pressure intensity? What differential pressure intensity will the instrument register when the plane is traveling at a speed of 200 km per hour in a wind blowing at 60 km per hour against the direction of motion of the plane? अब यसमा रिलेटिभ भेलोसिटी चाहिँ कति होला? That is the question. 260 km per hour. 260 km per hour है, डिफ्रेन्ट डिरेक्सनमा गएको छ, त्यही भएर 260 km per hour. त्यसलाई मिटर पर सेकेन्डमा लगा त. 260 km per hour लाई मिटर पर सेकेन्डमा लगा त. $72.22 मीटर पर सेकेन्ड. अनि डिफरेन्शियल प्रेसर चाहिँ कति होला भन त? डिफरेन्शियल प्रेसर चाहिँ कति होला? हाफ रो भी स्क्वायर गर्नु पर्यो हैन? यस, हाफ रो भी रिलेटिभ स्क्वायर है. त्यो गर त कति आउँछ? हाफ रो भी रिलेटिभ स्क्वायर. त्यही गर्नु पर्यो एक्ज्याक्टली. कति आयो भन त? 2165.92. यस, एक्ज्याक्टली त्यति नै चाहिँ प्रेसर डिफरेन्शियल भयो है. बुझ्छौ नि है? मेरो एकछिन यो चार्जमा छ, त्यही भएर मैले हल्का एकछिन यहीँबाट लिएँ है. यो ठ्याक्क यो 10 नम्बरको चाहिँ मिल्दैन हैन. सो गर्ने चाहिँ कसरी हो म भनिदिन्छु है. गर, तिमीहरु गर्न चाहिँ गर है, म भनिदिन्छु है. एकछिन चार्ज हुँदैछ. डेन्सिटी अफ एयर चाहिँ किन दिएको नि नभएको क्वेशनमा? हजुर हजुर. सो द डेन्सिटी अफ एयर चाहिँ किन दिएको 9 नम्बरमा? त्यो हाफ रो भी स्क्वायर गर्दा रो को डेन्सिटी अफ एयर लिने हो नि त. एयरप्लेन त एयरमा उड्छ नि त हैन? हजुर सर, बुझ्यो. So pipe conveying 0.05 meter per cube suddenly contracts from 200 mm to 150 mm in diameter, assuming that vena contracta form inside the smaller part of the pipe. Find the coefficient of contraction if the pressure head at the point upstream of the contraction is 0.5 meter greater than the point just downstream of the vena contracta. भनेपछि यसमा डेल पी कति दियो? डेल पी भन्दा नि एच भनौं न. So नैनोमिटर को उयो हैन यो 0.5 मिटर. 0.5 मिटर आयो. यस, यो 0.5 मिटर आएपछि हेड लस कोएफिसिएन्ट कति आयो? obviously हेड लस कोएफिसिएन्ट र कोएफिसिएन्ट अफ कन्ट्राक्सन चाहिँ रिलेटेड हुन्छ है. पहिला हेड लस कोएफिसिएन्ट कति आयो? हेड लस कोएफिसिएन्ट निकाल्न आउँछ तिमीहरुलाई. त्यो डेल एच भनेको के हो? डेल एच भनेको चाहिँ k टाइम्स v स्क्वायर बाइ 2g हो. ठीक छ? डेल एच भनेको k टाइम्स v स्क्वायर बाइ 2g हो. v भनेको कति हो? q बाइ a हो. ठीक छ? q बाइ a हो. q बाइ a गरेपछि v आउँछ. अनि v पनि छ, v पनि छ, h पनि छ भनेपछि के आउँछ के? ल निकाल्नु त के को भ्यालु पहिला. डेल एच को फर्मुला के भन्नु सर? के को हेड लस को फर्मुला k v स्क्वायर बाइ 2g. कन्ट्राक्सन को केसमा त त्यही हो नि हैन? पहिलो कुरा भेलोसिटी निकाल्दा त कति आउँछ? त्यो भेलोसिटी चाहिँ अगाडि निकाल्ने हो कि पछाडीको हो? पछाडीको हैन र सर. कन्ट्राक्सन हुँदाखेरि चाहिँ अगाडि निकाल्नु पर्ने कि पछाडीको? पछाडीको हो.
सौरभ कन्ट्र्याक्ट भएपछि निकाल त्यसको भेलोसिटी निकाल अनि त्यसमा नि पछि कन्फ्युज हुन्छौ के तिमीहरू त्यही भएर मैले अहिले भनेको 0.33 मिटर पर सेकेन्ड हो र आएन त्यति त आएन मेरो एरिया 0.01767 आयो क्यू भनेको चाहिँ 0.05 दिएको छ हैन 2.82 मिटर पर सेकेन्ड यस 2.82 आयो हैन मेरो पनि 2.82 आयो अब 2.82 त आयो हैन तिमीहरूलाई के को भ्यालु कति आयो त त्यसपछि 1.23 आयो सर 1.23 आयो यस 1.23 नै आउँछ हैन खै त मान्छे त हराकै छ नि त लास्टमा त कोही बस्दैन क्या ल 1.23 आयो है 1.23 आएपछि के र सीसी को रिलेसन तिमीहरू कसैलाई थाहा छ अस्ति नै भन्नुभएको थियो के सर हो मैले एकचोटि चाहिँ मलाई लेखाइदिएको थिएँ मलाई याद छ हैन के र सीसी को फर्मुला म यतैबाट आउँछु है त ल अब के र सीसी को फर्मुला निकालौँ है ओके व्हाट इज दिस म चाहिँ होस्ट भन्नु पर्यो अब शेयर भयो हेलो शेयर भयो सर ओके ल के र सीसी को फर्मुला चाहिँ यो चाहिँ के इक्वल टु 1/cc - 1 को होल स्क्वायर है ठीक छ अब यो के को भ्यालु त हामीलाई थाहा छ भनेपछि यो रुट के गर्दा भयो रुट के भने 1/cc - 1 सो 1/cc भनेको 1 प्लस रुट के भनेपछि सीसी भनेको कति भयो त 1/1 प्लस रुट के ठीक छ त्यहाँबाट सीसी को भ्यालु निकाल्दा त कति आयो सीसी को भ्यालु निकाल्दा 0.47 यस 0.47 यस 0.57 लेख्दा त त्यो चाहिँ आउँदैन है सो दिस इज द करेक्ट फर्मुला वी क्यान नट डु एनीथिङ हियर है ठीक छ सो त्यसरी चाहिँ त्यो भेना कन्ट्र्याक्ट निकाल्ने है त्यसको के अरे त्यसको के निकाल्ने त सीसी को भ्यालु निकाल्ने है ल 11 मा जाउँ त water flows over a rectangular wire 1 meter wide at a depth of 150 mm and afterward passes through a rectangular wire find the depth over the triangular wire त्यो यहाँ चाहिँ के भनेको छ भने यस्तो यो रेक्ट्याङ्गलबाट पानी गयो रे हैन रेक्ट्याङ्गलबाट यस्तो हुन्छ नि कुलो टाइपको सम्झ्यौ न हैन यहाँबाट पानी गयो रे अनि लास्टमा चाहिँ यो कस्तो भयो रे भने यो तलको वाला चाहिँ अब बेस नै भयो होला हैन अनि आई गेस यस्तोबाट चाहिँ पानी आयो ठीक छ बुझ्यौ कुरा अलि बुझ्यौ ल पहिला यहाँ रेक्ट्याङ्गलबाट आयो पानी हैन यति भरेर आयो अनि आएपछि अनि बाँकी चाहिँ यहाँ भरिदै गयो कि ठीक छ बुझ्यो पहिला यति भरिरहेको थियो अनि पछि चाहिँ अब यहाँ यो त यसमा ट्रायंगुलर रेक्ट्याङ्गलबाट गयो कि रेक्ट्याङ्गल नच भने चाहिँ यस्तो हुन्छ ठीक छ अनि फर योर इन्फर्मेसन अब यो रेक्ट्याङ्गुलर नचबाट जाने फ्लो रेट भनेको चाहिँ 2/3 CD इन्टु लेन्थ स्क्वायर रुट 2G अनि h को पावर 3/2 ठीक छ
यसमा चाहिँ हामीसँग के छ त लेन्थ छ होइन 1 मिटर हो लेन्थ अनि एच भने के हो 150 mm हो ल लेन्थ कति छ 1 मिटर एच भनेको थियो 0.15 मिटर ठिक छ अनि सिडी भनेको थियो सिडी भनेको चाहिँ रेक्ट्याङ्गुलरको लागि 0.62 ले भनेको छ 0.62 यति राखेर क्यू को भ्यालु निकाल्दा चाहिँ कति आउँछ कति आउँछ हेर त यही कुरा राखेर 106 हजुर 0.106 यस 0.106 मिटर क्युब पर सेकेन्ड है अब यही फ्लो रेट कहाँबाट जाने हो त यो ट्रायंगलबाट जाने हो नि ट्रायंगुलर नचबाट जाने हो नि यही फ्लो रेट जाने हो नि ठिक छ भनेपछि क्यू अफ ट्रायंगुलर नच कति हुन्छ यो त फर्मुला हो हैन तिमीहरुले खोक्न पर्यो यसको फर्मुला चाहिँ 8/15 CD into tan θ/2 यो फर्मुला घोक्न पर्छ है स्क्वायर रुट 2g अनि यो h को पावर 3/2 को ठाउँमा 5/2 हुन्छ यसमा CD भने कति राख्नु पर्ला एनीवन 0.59 0.59 yes 0.59 अनि 0.59 भयो अनि यो थीटा कति राख्नु पर्ला के हो र 90 थीटा हो र थीटा 90 राख्नु पर्यो थीटा 90 राख्नु पर्यो एक्ज्याक्टली किन सर त्यहाँ 90 दिएको छ त त्यही भएर दिएको छ हैन 90 ट्रायंगुलर राइट एंगल्ड वेयर भनेछ नि ए हो बुझे सर हैन ट्रायंगुलर राइट एंगल वेयर भनेपछि चाहिँ अब त्यहाँ 90 राख्नु पर्यो नि हैन त्यो भइहाल्यो अनि त्यसपछि अर्को के भयो h को भ्यालु कति राख्नु पर्यो निकाल्नु पर्यो q को भ्यालु चाहिँ कति राख्नु पर्यो 0.106 ठीक छ 0.076 मिटर आयो अनि कति आउँछ त 0.106 वाला आयो कति आयो रे 0.356 0.356 yes that is the correct answer okay okay भनेपछि ओके अब यो गरेपछि तिमीहरुले 12 र 13 आफै गर हैन म 14 मा गए है त आएन भने चाहिँ यु क्यान एक्स इन डिस्कर्ड है त्यो म्याक्सिमम वाला म्याक्सिमम क्वान्टिटी अफ फ्लो हुँदा डी र एच को कन्डिसन वाला एउटा हो हैन अर्को चाहिँ त्यो एरर वाला हो तिमीहरुले त्यो जहाँ पनि पाउँछौ हैन
त्यसको प्रब्लमै छैन, द्याट इज भेरी इजी होइन। अब चाहिँ 14 मा जाम है। वाटर डिस्चार्जेस एट द रेट अफ 14.2 मिटर क्युब पर सेकेन्ड, सरी कति हो 98.2 into 10⁻³ मिटर क्युब पर सेकेन्ड होइन। अनि डायमिटर थ्रु अ डायमिटर भर्टिकल एज ओरिफिस प्लेट। ओके, डायमिटर भनेको चाहिँ 120 mm भयो होइन। शार्प एज ओरिफिस प्लेट अन्डर अ कन्स्ट्यान्ट हेड चाहिँ कति छ 20 मिटर छ। अन जेट मेजर फ्रम भेर्ना कन्ट्याक्टा होइन। जेट हेज कोअर्डिनेट 4.5 मिटर अनि इन होरिजेन्टल एन्ड 0.5 मिटर भर्टिकल। फाइन सिबी सिसी अनि सिडी। यो कसरी फाइन गर्नु पर्ला? अब यसको चाहिँ अब सिबी चाहिँ कसरी निकाल्ने ल भन त? हजुर बाइ त्यो अगाडि गरेको थियौँ नि एक्स बाइ रुट अन्डर 4yh गर त कति आउँछ? यो पनि त्यही एक्ज्याक्टली त्यही त रहेछ नि है। कति आयो भन त? 0.22 आयो सर। 0.22 0.22 त नआउनु पर्ने। त्यही सर, नआउनु पर्ने। 0.22 आयो। अब यस्तो गर, यो 0.22 होइन होइन नआउनु पर्ने। यस अभियसली 0.22 अरूको पनि त्यही आएर 0.96। यस त्यही त 0.96 हो। हजुर 0.968 हो, त्यही आयो। ए त्यही त यही आउँछ। यस यस। अनि त्यो मिस्टेक भयो होला हेर न। सिडी भनेको के त फेरि क्यू एक्चुअल बाइ क्यू थ्योरिटिकल हो नि। एक्चुअल भनेको कति हो 98.2 हो नि। अनि क्यू थ्योरिटिकल भनेको चाहिँ के हो त एरिया इन्टु स्क्वायर रुट 2gh। एच चाहिँ 10 आयो, एरिया चाहिँ योबाट निकाल्ने है। ओके ठिक छ। ए हुन्छ भन न। हुन्छ सर। ल यो 0.62 आउँछ। यो चाहिँ सिबी कति भयो त? सरी सिसी। सिसी भने के रे? सिडी बाइ सिबी। यो चाहिँ कति आउँछ हेर त? 0.64 आउँछ एक्ज्याक्ट। र त्यहाँ भएको जस्तै आउँछ है। जे त्यहाँ लेखेको छ नि एन्सरमा त्यही आउँछ है। त्यो 12 र 13 को पनि त्यो नै छ है। ल अब लास्टमा अब हाम्रो चाहिँ इजिएल एक्जिएल मात्र बच्यो है। सुरु नम्बरको त जहिले आउने क्वेसन त्यही रहेछ। यस टु कनेक्टेड होला। त्यो जहिले 10 मार्क्समा रेगुलरमा त जहिले नै आएको रहेछ यो क्वेसन। हो अब यो इम्पोर्टेन्ट छ नि त। सर राम्रोसित गरौँ सर। हजुर त्यसरी राम्रोसित गरौँ सर। यो अनि राम्रोसँगै गर्ने हो गर्न त भाइ। ओके लेन्थ अफ पाइप चाहिँ 25 मिटर है। लेन्थ अफ पाइप 25 मिटर छ। पहिला 15 को जाउँ है। अनि डायमिटर अफ पाइप चाहिँ कति छ त 150 mm छ होइन। कतिसम्मको लागि 15 मिटरसम्मको लागि चाहिँ 150 mm छ। अनि त्यसपछि 300 mm डायमिटर इन सिरिज एज सडनली इन लार्ज कन्डिसन भनेको छ होइन। सो यस्तो रहेछ। सुरुमा चाहिँ 15 को चाहिँ एकदम सिम्पल रहेछ। हेर 15 को चाहिँ के रहेछ भने यस्तो खाले रहेछ।
अनि त्यसपछि ठ्याक्कै यति डबलमा रहेछ होइन बुझ्यो अनि यो चाहिँ 150 mm रहेछ यसको डायमिटर 150 mm रहेछ यसको डायमिटर कति रहेछ 300 mm रहेछ हैन 25 हजुर 25 मिटर र 15 मिटर लेन्थ हैन हजुर अनि हाइट अफ द वाटर ट्याङ्क भनेको चाहिँ यहाँनिरको हो कि ठिक छ यो चाहिँ 8 मिटर रहेछ अरे यहाँबाट 8 मिटर माथि ठिक छ अनि and 25 meter long 20 meter long and diameter 150 mm pipe यो नै 25 मिटर रहेछ है is connected with यो चाहिँ 15 रहेछ बुझ्यो नि 15 मिटर ओके यो चाहिँ रहेछ The height of the water level tank is 8 meter above the center of the pipe. Considering all losses, plot EGL and HGL. ठिक छ अब यसमा चाहिँ एफ दिन पर्छ हैन एफ दिएको छ त दिएको छैन छैन है यो एफ चाहिँ अब कि त यो अगेन अब के चाहियो हामीलाई कि त यो पाइपको चाहिँ मटेरियल चाहियो हैन कि त अब F1 को भ्यालु कुनै राख्नु पर्यो है मैले F1 को भ्यालु 0.01 राखेँ है फर सिम्प्लिसिटी पहिलो कुरा यसमा लस के हुन्छ त एउटा यो फ्रिक्सन लस हुन्छ अर्को कन्ट्र्याक्सन लस अनि एक्सपान्सन लस हो र यो फ्रिक्सन लस त हुने भइगयो हैन यो दुईटा पाइपमा हैन फ्रिक्सन लस त हुने भयो ल यस फ्रिक्सन लस हुने भयो अरु अब यो 150 मिलिमिटर देखि 300 मिलिमिटर मा जाँदा एक्सपान्सन लस हुने भयो हैन एक्सपान्सन लस 100% हुने भयो ट्रु अनि अब यो एक्जिट लस अथवा कन्ट्र्याक्सन लस हैन यो 8 मिटर को उयो देखि 150 मिलिमिटर को पाइपमा आउँदाखेरि यहाँनिर के यहाँनिर एक्जिट लस 8 मिटर देखि 150 मिलिमिटर मा जाँदा यहाँनिर चाहिँ ल इन्ट्रान्स लस ल यो इन्ट्रान्स लस अनि त्यति हो यति हो यति नै हो स्योर हो फ्रिक्सन लस सबैमा बराबरै हुन्छ सर कसरी नि 15 फ्रिक्सन लस त बराबर फ्रिक्सन फ्याक्टर चाहिँ बराबर छ तर फ्रिक्सन लस त बराबर फ्रिक्सन लेन्थ र डायरा ल अर्को एउटा तिमीले छुटाए यहाँ एक्जिट लस नै हुन्छ है ठीक छ त्यही नै हो सर यहाँबाट नि त हुन्छ नि त हैन एक्जिट लस ल अब HF1 भनेको पहिलो कुरा कति आउँछ त 4F सरी 0.0 L V भनेको चाहिँ निकाल्ने V भनेको Q बाइ एरिया Q स्क्वायर गरौँ न हैन अनि डिवाइड बाइ 4FL 2 into G into D भनेको कति 0.15 into एरिया भनेको कति एरिया भनेको कति पाई D स्क्वायर बाइ ओ यही हो ल यसको अब यो सबै Q त दिएको छैन नि त हैन हामीलाई हो यो Q स्क्वायर को टर्ममै निकाल ल यसको नि स्क्वायर होला सरी है यो Q बाइ A को होल स्क्वायर हो नि त ल अब यो Q स्क्वायर को टर्ममा HF1 निकाल त निकाल है निकाल यो इम्पोर्टेन्ट छ निकाल सर यो राम्रोसँग क्याल्कुलेट गर्न आएन भने के पनि होला त्यो 0.01 कसरी हो 4 into 0.01 गर्नु भएको छ नि ए त्यो मानेको हो सर मानेको त्यहाँ केही दिएको छैन जस्ट मैले मानिदिएको अहिले ठिक छ मैले अर्को एउटा क्वेसन दिएँ कि त्यहाँ चाहिँ मानिदिएको थियो मानिदिएको होइन दिएकै थियो अब यहाँ चाहिँ यो ट्युटोरियलमा छुट्यो जस्तो लाग्यो कि त्यो नै दिने होइन नदियो भने त त्यो बाइनर लसले कति नै लस गराउँछ र बुझ्यो ल
अनि एफएलबी स्क्वायर बाई 2GD होइन अनि त्यो हो चाहिँ 4FLB स्क्वायर बाई 2GD हो के Yes, sir. 4FLB स्क्वायर बाई 2GD हजुर 163.21 Q square. अरू पनि त्यति नै आयो एफएलबी स्क्वायर बाई 2GD नै हो क्या हजुर हो एफएलबी स्क्वायर बाई 2GD हो कि एफएलबी स्क्वायर बाई 2GD हो एफएलबी स्क्वायर बाई 4FLB स्क्वायर बाई 2GD हो 4 टाइम्स हो The friction factor. 4 times हो ल कति आयो भन त यो अरूले नि भन त 163.21 163.21 अर्को सौरभ भाइको नि त्यति नै हो Sir, 1088.09 sir. Q square. मेरो दुईटैको जति आएन त के भयो with the 108 आएको 100 108 ओके 0.1 भए पनि इन्टु हुन्छ र डिनोमिनेटरमा हजुर त्यो तलको डिनोमिनेटरमा 0.1 भए पनि मल्टिप्लाई हुन्छ सर 2GD हुन्छ नि त हैन र 2GD त्यसो भए 0.01 भनेको चाहिँ हाम्रो कोएफिसिएन्ट अफ फ्रिक्सन फैक्टर भयो हैन CF कोएफिसिएन्ट अफ फ्रिक्सन चाहिँ 0.01 ए तिमीले भने चाहिँ यो फ्रिक्सन फ्याक्टर चाहिँ यो भयो भने चाहिँ के हुन्छ भनेको हैन मैले भन्न खोजेको चाहिँ त्यो F1 हुँदा त त्यो को हुँदैन नि त त्यो CF1 हुँदा चाहिँ त्यहाँ इन्टु CF1 हुन्थ्यो नि त मतलब कोएफिसिएन्ट अफ फ्रिक्सन फ्याक्टरको 4 टाइम्स भनेको चाहिँ फ्रिक्सन फ्याक्टर हुन्थ्यो नि त हैन त्यो डेरिभेसन गर्दाखेरि के भन्यो रे फेरि भन त सरी त्यो हामीले यो के अरे डार्सी वेस्टले इक्वेसन निकाल्दाखेरि CF भनेको त फ्रिक्सन फ्याक्टर हुन्थ्यो नि त अनि त्यो CF इन्टु 4 टाइम्स गर्दा चाहिँ त्यो फ्रिक्सन फ्याक्टर आउँथ्यो नि त त्यो 0.01 भनेको चाहिँ F1 को साथै त्यो CF1 हुने भयो हैन त कोएफिसिएन्ट अफ फ्रिक्सन फ्याक्टर हुने भयो ए हो 1088 हो र सर ओके 1008 कति गर्नु पर्यो त्यो पनि पर्यो त्यति नहुनु पर्ने मेरो त यहाँ अलि अर्कै आएको छ त्यही भएर हो मेरो 272 Q स्क्वायर आएको छ के हेर त 0.01 into 25 upon 2 into 9.81 yes यही नै हो सरको 16 आज 4 times no one way. 4 times नगर्दा आएन र त्यति 272.02 4 times तो गर्नु पर्छ हैन सरी yes 272 Q point 01 है 0.01 हो हो त्यहाँ 0.0 है ल 272.02 आयो है त SF1 ल SF2 भनेको अगेन कति आयो त फेरि 4F भनेको सरी 4F इन्टु L भनेको 15 इन्टु V स्क्वायर भनेको Q स्क्वायर बाई एरिया भनेको पाई स्क्वायर पाई भन्दा नि 2 इन्टु 9.81 इन्टु पाई इन्टु 0.3 स्क्वायर बाई 4 को होल स्क्वायर ल यो गरेर त कति आउँछ
5 आयो त 5.1 5.1 क्यू स्क्वायर ओके 5.1 क्यू स्क्वायर 9.81 into 0.3 अझै हुन्छ नि अनि टाइम्स अनि त्यो एरियाको टाइम ओके यहाँ 0.3 अझै हुन्छ यस 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 2GD हुन्छ अनि यो एरियाको भयो यस 5.1 नै आयो हुन्छ यस सर 5.1 यहाँ ओके तपाईले अब v1 को भ्यालु कति आउँछ लेख्नु भयो तपाईले f भनेको फ्रिक्सन फ्याक्टर लिनु भयो सो f भनेको फ्रिक्सन फ्याक्टर लिनु भयो यस यस फ्रिक्सन फ्याक्टर लेख्यो नत्र फोएफ हुन्थ्यो नि त हैन म्यू भएको भए चाहिँ कोएफिसिएन्ट अफ फ्रिक्सन भएको भए चाहिँ इन्टु 4 गर्नु पर्थ्यो अनि एफ भयो डार्सी कोएफिसिएन्ट फ्याक्टर भयो भने चाहिँ सरी डार्सी फ्रिक्सन फ्याक्टर भयो भने चाहिँ एफ भयो त्यो फोएफ नै भयो भनौँ न को गर्नु परेन ल अब v1 भनेको चाहिँ q/a1 हो नि र यसको पनि भ्यालु निकाल्दा त कति आउँछ q को टर्ममा v भनेको चाहिँ √2g हो हैन होइन त्यो उयो बर्नौली लाएर हैन त्यो एक्जिट भेलोसिटी निकाल्न सकिन्छ नि त हैन अनि त्यहाँबाट लगाएर एक्जिट भेलोसिटी निकाल्न सकिन्छ यस अनि त्यहाँबाट त्यो क्यू निकालिसकेपछि त हेड लस दुईटैको आइहाल्यो नि हैन डाइरेक्ट पहिला यो गर न v1 भनेको कति भयो त q/a1 भयो नि हैन यो गर त कति आउँछ 56.58 ओके 56.58 q आयो हैन अनि v2 भनेको चाहिँ q/a2 गर्न मिल्यो नि हैन यो चाहिँ कति आउँछ 14.1 को ल फेरि गयो के तिम्रो भोलि के छ भोलि अलिक 4 बजेतिर गर्दा ठ्याक्क हुन्छ ए ल यो अब कहाँनिर पुग्यौँ हामी यो 15 ल v2 भनेको 14.15 क्युब आयो नि हैन हो यस सर 1.4 क्यू आयो v2 ओके तिमीले के देखिरहेछौ अनि त्यो सानो एउटा त्यो यो ट्युटोरियलको यो देखिरहेछ ए ओके सो अनि त्यसपछि अब इन्ट्री लस भनेको कति इन्ट्रान्स लस कति हुन्छ इन्ट्री लस भनेको k टाइम्स अनि v²/2g हुन्छ हैन v1²/2g हुन्छ हैन अनि इन्ट्री लसमा k को भ्यालु कति हुन्छ 0.5 0.5 एक्ज्याक्टली ल 0.5 इन्टु v1²/2g गरेर कति आउँछ v1 कति छ 81.58 क्यू स्क्वायर यस ल 81.58 क्यू स्क्वायर यस अब इन्लार्जमेन्ट लस भनेको कति हो सडन इन्लार्जमेन्ट लस त्यो v1 को v1 - v2 को होल स्क्वायर डिवाइडेड बाइ 2g ल त्यो पनि निकाल अनि के सी पनि छ हजुर के ई पनि लिनु पर्छ हैन त के लिनु पर्दैन त्यसको सर हजुर लेख्दिनु न सर म के अलिकति आई एम नट फलोइङ ओके सो हैन यस्तो भयो कि यो म लेख्थे त्यो
चार कति सकिएको क्या अनि त्यही भएर न त्यो तीनटा क्वेसन यो भोलि इम्पोर्टेन्ट बन्छ भोलि सबलाई बोलाएर गर्दा नि भयो भोलि गरौँ कि सर यो प्लट पनि गर्नुपर्छ भोलि गर्दा ठ्याक्क हुन्छ हुन्छ ल यो तीनवटा क्वेसन चाहिँ भोलि गरौँ त ओके हुन्छ सर नभए यो क्वेसनमा नि So, thank you, sir. क्वेसनमा त त्यो वर्णले लागेर भी निकालिन्छ नि नभए यस्तो गरौँ कि यो मैले भनिदिन्छु होइन यो चाहिँ पहै जस्तै म एकछिन है मैले प्लट भन्दा नि अरू चाहिँ म फेरि भोलि गर्दा चाहिँ फेरि झ्याउ हुन्छ कि अनि त्यही भएर नि हो होइन एकछिन है तीनटा क्वेसन होइन पहन एकछिन है तिम्रो हतार त छैन नि होइन र के भएर पहन ओके ओके अब यसमा चाहिँ म लेख्छु है त सो के देखिरहेछौ के देखिरहेछ कोड फाइल देखिरहेछ होइन ल मैले भनेको के भने ल सुरुमा एचएफ1 निकाल भनेको है त्यो आफ्नोमा चाहिँ त्यही हेर एचएफ1 निकाल्दा 272 क्यू स्क्वायर आयो है ठिक छ एचएफ2 निकाल भने एचएफ2 भनेको त्यही तिम्रै चाहिँ त्यहीमा हेर है यो 5.1 Q2 स्क्वायर आयो सरी क्यू स्क्वायर आयो होइन सबैको क्यू त एउटै हो नि त सो V1 भनेको चाहिँ 56.59 के आयो क्यू आयो अनि V2 भनेको कति आयो त 14.15 क्यू आयो ठिक छ अब अनि त्यसपछि अब चाहिँ माइनर लस निकाल्न लाग्यो के सो एच इन्ट्री लस भनेको कति 0.5 V1 स्क्वायर बाई 2G ठिक छ यो चाहिँ कति आयो भने 81.61 क्यू स्क्वायर है क्यू स्क्वायर किन स्क्वायरमा आउँछ नि त सो दिज आर अल स्क्वायर्स है यो आएको चाहिँ यो क्यू सबै स्क्वायरमा आउँछ है लसहरू चाहिँ सबै क्यू स्क्वायरमा आउँछ अथवा भेलोसिटीको चाहिँ स्क्वायरमा आउँछ है ओके सो मेक सेन्स गर्यो है ओके अनि यो इन्ट्री लस भयो अब सडन एक्सपान्सन लस भनेको चाहिँ कति हो त सो V1 स्क्वायर सरी V1 माइनस V2 को होल स्क्वायर बाई 2G हो नि त होइन सो यो चाहिँ कति आयो अरे प्रज्वल अथवा एनीवान एनीवान प्लिज 91.80 आयो सर 91.80 क्यू स्क्वायर है यति आयो नि होइन एचएस पनि आयो अब लास्टमा के चाहिँ लस बाँकी भयो एक्जिट लस होइन सो एच एक्जिट लस भनेको चाहिँ के हुन्छ त V2 स्क्वायर बाई 2G कति आयो चाहिँ 10.20 क्यू स्क्वायर 10.20 क्यू स्क्वायर अब यो कारणले गर्दा अब यो सबै लसहरू टोटल लस चाहिँ कति आयो त भनेपछि HF1 प्लस HF2 प्लस HE प्लस HE प्लस HS प्लस HE एक्जिट है यो टोटल गरेर चाहिँ कति आयो ल भन त सबै एड गर त ओके 460 क्यू स्क्वायर जति आयो है अब यो 460 क्यू स्क्वायर जुन छ नि 460 क्यू स्क्वायर चाहिँ के हो त यो चाहिँ हेड लस हो क्या है यो चाहिँ एचएल हो कि अब चाहिँ बर्न्योली लाउनु पर्यो कि बर्न्योली कहाँबाट लाउनु पर्यो भने टप अफ द त्यो जुन कति मिटर थियो रे 8 मिटर हो टप अफ द 8 मिटर अनि सबैभन्दा एक्जिटमा बर्न्योली लाउनु पर्यो ठिक छ
भनेपछि सबैभन्दा टपमा त प्रेसर कति हुन्छ? एटमोस्फेरिक भयो सर जीरो। PA कति हुन्छ? PA 0 Z1 हुन्छ मात्र हुन्छ नि हैन? Z1 भनेको चाहिँ कति हुन्छ थाहा छ? 8 मिटर 8 हुन्छ। ल 8 हुन्छ। अनि यतापट्टि P2 कति हुन्छ? पनि 0 हुन्छ सर P2 पनि 0 हुन्छ किनभने एटमोस्फेरिक V2 कति हुन्छ? त्यो त हामीले निकाल्नु पर्ने 14.14 ओके अब तिमीहरूले यो एक्जिट लस छ नि एक्जिट लस वाला हाल्यौ भने चाहिँ अब तिमीहरूले 0 राख्नु पर्छ हैन? ठीक छ? हजुर द्याट इज इन्ट्रेस्टिङ है एक्जिट लस किनभने यो एक्जिटै त्यो हो क्या यो V2/2g भनेकै यहाँ हुनुपर्ने भ्यालु होइन त हो सर तर त्यसलाई टपको रूपमा लियौँ भने चाहिँ के भयो त त्यो इभेन्चुअली त्यो पानी चाहिँ त्यहाँबाट भेलोसिटीबाट निक्लिसक्यो भने जुन त्यसको भेलोसिटी 0 हुन्छ नि जस्ट निक्लेर खसेपछि त 0 हुन्छ नि कसैको 0 हुन्छ त्यसलाई नै हामीले लस माने हो कि यो केसमा ठीक छ सो आइदर यु अब एच एक्जिट नमान र यहाँ V2/2g गर अथवा एच एक्जिट मानेपछि चाहिँ यहाँ 0 गर ओके ZB कति छ सरी Z2 0 अनि के आउँछ एक्स्ट्रा त्यो V2/2g पनि 0 लस हुन्छ सर 8 लस टोटल लस हुन्छ हो V2/2g किन 0 भनेको हामीले यसलाई चाहिँ एक्जिट लसको रूपमा लियौँ के बुझेनौ अब आइदर तिमीले एक्जिट लस नल्याऊ हैन एक्जिट लस नलिएर यहाँ हाल्दा पनि एउटै भयो के ओके त्यो टोटल लसमा दुईचोटि जोडे जस्तो हुँदैन के गर्दा हैन एक्जिट लसमा चाहिँ 0 हुन्छ नि त फेरि यति बेला सरी एक्जिट लसमा यो हाल्यौ भने चाहिँ एचएलमा चाहिँ यो एक्जिट लस जोड्न पाइएन के त्यही त सर त्यो भयो भने चाहिँ मेक सेन्स हुन्छ ओके यु क्यान डु द्याट आई डोन्ट लाइक ह्याभ प्रब्लम अब यस्तो गरे पनि यो सबै यो इक्वल कति आउने हो त 460 Q² आउने हो नि त ठिक हो जोडे पनि नजोडे पनि 460 Q² आउने हो अब Q को भ्यालु आउने भयो कि यहाँबाट कति आयो ल हेर त 0.13 मिटर क्युब पर सेकेन्ड 0.13 मिटर क्युब है 13 कति रे 18 ओके यो आयो नि यो Q आयो नि अब Q आएपछि व्हाट इज द इम्पोर्टेन्स अफ फाइन्डिङ Q भनेपछि अब तिमीहरूले V1 पनि फाइन्ड गर्यो V2 पनि फाइन्ड गर्यो दुईटै V1 र V2 फाइन्ड गर्यो नि त्यसपछि चाहिँ इट इज भेरी इजी टु प्लट के भयो त इट इज भेरी इजी टु प्लट EGL एन्ड HCl अब यसको लजिक चाहिँ त्यही हो हैन अब ओके एकछिन है अब यसको EGL र HCl प्लट गर्नु पर्यो ल मानौ हैन भनेपछि ओके ल अब यो चाहिँ ल मानौ यो टप लेभल चाहिँ कुन हो भने ल टप लेभल चाहिँ ल मानौ हैन टप लेभल चाहिँ योमा चाहिँ 8 मिटरै हुन्छ के जहाँ पनि दिस इज 8 मिटर ठीक छ बुझ्यो नि यो चाहिँ 8 मिटर हो ठीक छ 8 मिटर हो हैन अब 8 मिटर भइसकेपछि अब यसमा एक्जिट लस हुन्छ नि ठीक छ अब जस्तै यो टोटल इनर्जीबाट चाहिँ घट्दै जान्छ के ठीक छ यो एक्जिट लस हुन्छ नि हैन एक्जिट लस चाहिँ के हुन्छ तल आयो ठीक छ यहाँबाट सुरु भयो एक्जिट लस हुँदाखेरि चाहिँ इन्ट्रान्स लस होला नि हैन ए सरी इन्ट्रान्स लस यस इन्ट्रान्स लस हुँदा चाहिँ यहाँबाट आयो है ठीक छ यो पोइन्टबाट आयो इन्ट्रान्स लस हुँदा चाहिँ इन्ट्रान्स लस हुँदा चाहिँ इन्सर्ट यो पोइन्टबाट आयो है इन्ट्रान्स लस हुँदाखेरि अब के हुन्छ त इन्ट्रान्स लसबाट यो भ्यालु चाहिँ के हुन्छ त घट्दै जान्छ नि हैन
कहाँसम्म घट्दै जान्छ त त्यो पाइप 25 जतिसम्म मिटरसम्म घट्दै जान्छ किन यो घट्दै जान्छ ठिक छ यो किन घट्दै जान्छ त पाइपसम्म स्ट्याटिक प्रेसर घट्दै गयो होइन किन घट्दै गयो होला यो लिनियरली लिनियर रिलेसन छ प्रेसर र लसको बिचमा यस यो चाहिँ फ्रिक्सन लसको कारणले गर्दा लिनियरली घटेको है HL is direct proportional to F. HL इज डाइरेक्टली प्रोपोर्सनल टु एल एक्ज्याक्टली अब यो यहाँ पोइन्ट आइसकेपछि अब कस्तो पोइन्ट आउँछ त कस्तो पोइन्ट आउला भन न गाइज सुरुमा के छ सुरुमा पाइप ठुलो छ कि सानो छ सानो छ सर अनि त्यसपछि के भएको छ ठुलो भएको छ सर एक्सपान्सन भएको छ एक्सपान्सन हुँदा लस हुन्छ कि गेन हुन्छ हेड लस हुन्छ सर लसै हुन्छ नि ठिक छ यति लस भयो भन्ने ओके ठिक छ सडन एक्सपान्सन लस अब त्यसपछि के हुन्छ फेरि लिनियर लिनियर हुन्छ सर 15 मिटर त यही हो रे 15 मिटर होइन मैले जस्ट भनेको यहाँनिर चाहिँ यहाँनिर ट्याङ्क छ ठिक छ यहाँनिर ट्याङ्क छ अनि कति 25 मिटर हो सुरुमा 25 हो सर सुरुमा ल यहाँसम्म गराइदिएँ है त मैले ल मेक सेन्स है ल अब लास्टमा चाहिँ एक्जिट लस यदि हामीले मान्यो भने चाहिँ यो कहाँ जान्छ त जेरैमा जान्छ है सो दिस इज द के भयो त दिस इज द बुझिरहेको छ भन्ने म आशा गर्छु दिस इज द डेटम लाइन है बुझ्यो नि भनेपछि यहाँ चाहिँ पहिला 8 मिटर थियो अनि सुरुमा इन्ट्रेस्ट लस भयो त्यसपछि हेड लस 1 भयो त्यसपछि सडन एक्सपेन्सन भयो त्यसपछि हेड लस 2 भयो अनि त्यसपछि एक्जिट लस भयो ठिक छ दिस इज इजिएल है अब यसमा चाहिँ के चाहिँ घट्छ त जस्तै यसमा त के हुन्छ त यसमा अब एक्स्ट्रा के घट्न पर्यो हामीले एचजिएल बनाउन त्यो v²/2g v²/2g हो यो पोइन्टबाट नि v²/2g घटाउनु पर्यो ठिक छ ल मानौँ यहाँनिर छ तर यो त के हुन्छ त स्ट्रेट लाइन नै हुन्छ यो र यो चाहिँ प्यारलल हुन्छ के यो र यो प्यारलल हुन्छ किन हुन्छ त त्यो हेड लस हुने त डायमिटर एउटै छ नि त डायमिटर एउटै अनि फ्लो रेट पनि एउटै भएर डायमिटर एउटै अनि फ्लो रेट पनि एउटै ओके अब यो पोइन्टबाट सुरुमा सानो छ कि ठुलो छ अरे सानो छ सर सानो छ ओके सानोबाट अब एक्सपान्सन भयो भने चाहिँ के होला फेरि लस हुन्छ लस त हुन्छ तर लस भन्दा भेलोसिटी बढी हुन सक्छ नि त यस सर भेलोसिटी बढी हुन्छ v². सरी भेलोसिटी कम हुन्छ नि सर कम हुन्छ नि होइन भेलोसिटी त्यो भयो भने सुरुमा बढी हुन्छ पछि कम भयो तो यो कम हुन सक्छ कि ठिक छ यो कम हुन सक्छ नि कम भएर यो माइनस v²/2g गर्दाखेरि चाहिँ यो माथि नै आउन सक्छ के ठिक छ ओके मेक सेन्स त्यसपछि फेरि भ्यालु हालेर चेक गर्ने सर भ्यालु हालेर चेक गर्ने फेरि के हुन्छ लिनियर नै हुन्छ है ठिक छ ठिक छ अनि यो चाहिँ केमा जान्छ त अगेन अब यो अलि इन्ट्रेस्टिङ पारा भयो हैन यस्तो हुन्छ है ठ्याक्क अलि बुझ्न चाहिँ पर्छ है
सरी यो मैले बुझाउन जस्तै यो यो छ नि यो चाहिँ कहाँ आउँछ त लास्टमा इनमै आउनु पर्यो नि त ठिक छ किन इनमा आउनु पर्यो भन्नु त किन इनमा आउनु पर्यो लास्टमा त के मात्र हुन्छ लास्टमा त के भेलोसिटी मात्र हुन्छ नि लास्टमा हजुर सर अनि पम्पले हामीले हेड गरौँ त लास्टमा जेरो भेलोसिटी मात्र हुन्छ नि त त्यही भएर लास्टमा चाहिँ यो 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 चाहिँ यो भेलोसिटी वाला एचजिएल छ नि त्यो चाहिँ कि त अब यहाँ पानीको लेभल छ भने पानीको लेभलसम्मै पुग्छ यहाँ केही पनि छैन एटमोस्फेरिक प्रेसर छ भने यो जेरोमै जान्छ ठिक छ अब कुन भ्यालु कुन हो है त ठिक छ यहाँदेखि यहाँसम्मको भ्यालु के हो दिस भ्यालु मेजर लस भयो सर होइन मेजर लस होइन भ्यालु भन्न नि भ्यालु दिस इज V1 स्क्वायर 2g यस V1 लेख्नुपर्छ है यो अनि यो चाहिँ त्यो चाहिँ V2 स्क्वायर बाइ 2g यस अब यस यु क्यान से द्याट यो माथिको सबै के भयो त यो माथिकोहरू इजिएल हो ठिक छ अनि यो तलको चाहिँ के हो त एचजिएल हो अब तिमीहरूले अभियसली त्यो चाहिँ गर्नुपर्छ है क्याल्कुलेट चाहिँ गर्नुपर्छ है क्याल्कुलेट गरेर अनि बनाउनुपर्छ सो यहाँ अलिअलि ट्याङ्क जस्तो बनाइदेऊ पानी जस्तो बनाइदेऊ ठिक छ यहाँ पानी जस्तो बनाइदेऊ अनि यस चिज अनि यहाँ पनि अब बनाउने भने चाहिँ खास कस्तो हो भने तिमीहरूले फिगर बनाउँदा चाहिँ सुरुमा सानो छ होइन सो यो यस्तो खाले बनाइदेऊ त्यसपछि के भएको छ थोरै बढेको छ होइन अनि यस्तो खाले बनाइदेऊ के ठिक छ अथवा यताबाट बनाइदेऊ न अझ इजी फर इजी सुरुमा सानो पाइप छ त्यसपछि अब कहाँनिरबाट फेरि यो ठ्याक्कै यहीँनिर हुनु पर्यो है फेरि यो जहाँ छ त्यहीँबाट हो नि त यहाँबाट ठुलो पाइप हुन थाल्यो होइन त्यसपछि लास्टमा आएर केमा भयो त एटमोस्फेरिकमै गयो ल यसरी बनाउनु पर्यो यो चाहिँ पाइप भयो अब अझै यो चाहिँ कस्तो पाइप बनाउनु पर्छ भने खास यसरी भन्दा पनि यो चाहिँ यति नै राख होइन यता चाहिँ ठुलो बनाइदेऊ यो गरिदेऊ अनि यसलाई चाहिँ यो मिडतिर हालिदेऊ न यसलाई चाहिँ मिडतिर यहाँ ठ्याक्कै यहाँनिर हालिदेऊ यहाँनिर हालिदेऊ यो ठ्याक्क मिडमा जेरो हुन्छ नि त होइन त्यही भएर ल यस्तो गर यहाँनिर टोटल भेलोसिटी मात्र भयो त्यसको प्रोफाइल चाहिँ हेरिदिने भयो यति अब यति चाहिँ V1 स्क्वायर V2 स्क्वायर बाइ 2g चाहिँ यो लाइन भनेको नि सरी यताको यो लाइन भनेको नि होइन हो नि यो देखिन्छ नि यो चाहिँ V2 स्क्वायर बाइ 2g हो भने अब यहाँनिर लास्टको पनि के भयो त यो पनि के हो त V2 स्क्वायर बाइ 2g हो सो यही हो इजिएल एचजिएल जति गफ गरे पनि यसरी नै बनाउनु पर्छ इजिएल एचजिएल यो जति हेर यो जति लम्बाए त्यति नै लम्बिन्छ होइन क्लासहरू भने त्यस्तै हो अब आई थिङ्क यति गरेपछि तिमीहरूले अब अरूको बनाउन चाहिँ सक्छौ होला होइन अगेन अब त्यो आएन भने चाहिँ अब भन होइन नत्र आई थिङ्क यु क्यान डु इट अब बाँकी क्वेसन्सहरू चाहिँ नत्र म सल्युसन चाहिँ गरेर पठाइदिउँला त्यो आएकोहरूको चाहिँ अब लजिक चाहिँ यही हो अब केही गर्न सकिन्न यति नै हो हुन्छ
यो जस्तो कि 17 नम्बरमा एफ दिएको भनेको फ्रिक्सन फ्याक्टर दिएको हो सर। त्यहाँ भन्नै पर्छ खास होइन यो भन्न चाहिँ 17 कन्फ्युज पर्छ कि ओके अब जस्तै यो कोफिसिएन्ट अफ फ्रिक्सन दियो नि जस्तै 16 मा कोफिसिएन्ट अफ फ्रिक्सन दियो भने चाहिँ अब यो फोएफ गर्नु पर्यो होइन कोफिसिएन्ट अफ 17 मा फेरि केही भनेको छैन सर। अब यो एफ भन्यो भने चाहिँ एफएल भी स्क्वायर बाई 2g नै गरिदेऊ न 17 मा त फोर्स सीएफ गर्नु पर्यो होला कोफिसिएन्ट अफ फ्रिक्सन भनेको नि त कोफिसिएन्ट अफ फ्रिक्सन भनेको त सीएफ नै भयो हैन फ्रिक्सन फ्याक्टर भनेको पो एफ भयो त हैन 17 मा भने कि ए 17 को कुरा गर्दा यो त ठीक छ यो त फोएफै गर्नु पर्यो हैन कोफिसिएन्ट अफ फ्रिक्सन 17 चाहिँ हल्का कन्फ्युजन भयो कि किनकि अब 0.0 यो आई गेस अब यसलाई चाहिँ एफएल भी स्क्वायर बाई 2g नै गरिदियो हस् सर। अब आई डोन्ट थिङ्क अब यु क्यान डु एनिथिङ है के यसमा चाहिँ के हो र वाटर पम्प पनि हो है यो म गरेर पनि पठाइदिन्छु होइन अगेन अब त्यही सर। यसमा अब हामी केही गर्न सकिँदैन नभए यसको यो फ्रिक्सनवाला कुरा चाहिँ म हुन चाहिँ त्यही हो अब यदि तिमीहरूले कोफिसिएन्ट अफ फ्रिक्सन म्युवाला छ नि तिमीहरूको जुन त्यो म्यु हाल्यौ भने चाहिँ अब फो म्यु गर्नुपर्ने हो अथवा फो एफ गर्नुपर्ने हो होइन तर यदि तिमीहरूले चाहिँ अब डार्सी फ्रिक्सन फ्याक्टर नै लिन्छौ भने चाहिँ अब एफएल भी स्क्वायर बाई फ्रिक्सन फ्याक्टर लियो भने चाहिँ एफएल भी स्क्वायर बाई 2g नै हो यो yes it is a problem ओके ल आजलाई यति नै गरौँ है त आई ट्राई टु अब सल्भ गरेर पठाइदिने प्रयास गर्छु है हस् थ्याङ्क यू क्लास थ्याङ्क यू थ्याङ्क यू सर। थ्याङ्क यू सर।